छ। गुड मर्निङ, नमस्कार सेवाहरू यहाँहरू सम्पूर्णलाई राज थामसाङको यो के अरे युट्युब च्यानलमा अथवा भिडियोमा हार्दिक स्वागत गर्दै अहिले भने हामी भीम दाजु राज ढुङ्गार हो। हामी तीन भाइ चाहिँ छङ्गुको भ्रमणमा हामी निस्किसकेको छौँ। यो पनि यस्तो खालको अर्जेन्ट खालको यो चाहिँ कुनै प्रकारको 2-3 दिन अगाडिदेखि प्लान भएको होइन। यो एकदमै तपाईँको अपरजट कार्यक्रम भएको हो। त्यसले गर्दाखेरि हामी अहिले लगभग यहाँनिर मिङटुक्याङको परिसरबाट हामी आरम्भ गरिसकेका छौँ यात्रा। र आजको दिनभरिको के कस्तो हुनेछ यो कुराहरू तपाईँलाई हामी देखाउनेछौँ। अन्तसम्म हामीसँग जोडिदिनु होला। धन्यवाद, थ्याङ्क यू। र अहिले भने हामी यहाँनिर तपाईँको ठ्याक्कै भन्नुपर्दा चाहिँ रङ्गे चेकपोस्ट रहेछ। सरी है, त्यो अलिकति मिस्टेक भयो। ठिकै छ, बुझेर हेरिदिनुहोस् सबैजनाले मिलाएर। स्पेलिङ मिस्टेक भयो, केही छैन। यो डाँडाकाँडा चाहिँ तपाईँले अवलोकन गर्नै पर्ने हुन्छ, किनभने सिक्किमको सुन्दरता भन्ने नै यो हो। अनि यहाँनिर टुरिस्टहरूको तैनात देखिरहेको छ। टुरिस्टहरू त प्रायः अघि निस्किसके। प्रकृतिको सुन्दरताले भरिपूर्ण भएको ठुल्ठुला पहाड चट्टानहरूलाई काटेर निकालिएको बाटो साँच्चीकै अर्ग्यानिक हावापानी कति भाग्यशाली छ। मालिङ्गो काटिनी लैलै बिनायो बाजा, मालिङ्गो काटिनी लैलै बिनायो बाजा, रङ्गैले कपेर एनी हजुर, गर्दैले कपेर एनी हजुर, हरियो पाखनी लैलै गाईको चरण, हरियो पाखनी लैलै गाईको चरण, रानी बन्चरीलाई एनी हजुर, रानी बन्चरीलाई एनी हजुर। यो सुखिममा जन्मिनु जतिको गर्भवती कुरा चाहिँ केही पनि होइन। यो खालको मौसम देख्न पाइन्छ। आज धेरै इच्छा हुँदा पनि कतिपय कुराहरूले गर्दा आउन सकेको थियौँ। फाइनली हाम्रो यहाँ भीम दाजुले आज ल्याउनु भयो। मजा आइरहेको छ, धन्यवाद छ। यहाँनिर हिउँको दर्शन पनि भयो। आन्तरिक हृदयबाट पहाडै पहाड सब हिउँले ढाकिएको रहेछ है। यस्तो रमणीय दृश्यलाई तपाईँले किन गाडी बाटो पनि रोक्दैछ? नगरै केटा हो के हो, गुन्डा ट्याक्स हो यस्तो छ। यो ट्याक्सको सिस्टम चाहिँ है लिएन नि। साँच्ची नै अतुलनीय छ प्राकृतिक दृश्य। What a beautiful view. तपाईहरु दुईजना पछि लाग्छ मेरो लाग्दैन ल म जान्दा। ओके, म पनि चढिहालेँ मैले चाहिँ। ए हो, चाबी घुमाउनु जानु छ यसरी। जान्दियो नि है भने चाबी चाहिँ सबैले पाउनु भन्थ्यो। आइटोइटिक ल्याउनु पर्दैन।
भन्दैन त साथीभाइहरू अन्त यसको पनि थियो नि स्कर्पियो स्कर्पियो। फाइनल्ली हामी छङ्गु लेक आइपुगिसकेका छौँ। छङ्गु लेकमा तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर यति बेसी हिउँले ढाकिरहेको छ हिमालहरू। यहाँ पनि हेर्नुहुन्छ यो चाहिँ यहाँको लेक, हेर्नुहोस् लेकको दृश्य माथि जानु पऱ्यो पहिला माथि हिमालको काखमा बसी धेरै राम्रो आइरहेको छ यहाँनिर हो। एकदमै भिड अनुसारको साथमा चलिरहेको छ। यता चाहिँ रोपवे रहेछ, हामी त्यहाँ जानेछौँ रोपवेमा अहिले। रोपवेदेखि देखिने दृश्य कस्तो रहेछ त्यो पनि लिनेछौँ। एकदमै सुन्दर छ, एकदमै सौन्दर्य सुन्दर तरिकाले चलिरहेको छ। ढुङ्गा के भन्न चाहनु? आज चाहिँ एकदमै राम्रो दिनमा हामी आइपुगेका छौँ। पर्यटकको यहाँ भिड कस्तो अनुभव भइरहेछ? एकदमै बवाल भइरहेछ नि त, राम्रो भइरहेछ। धेरै समय बाद यस्तो सिक्किममै बसेर पनि तपाईँको सिक्किम चाहिँ हामीले घुमेको छैन रहेछौँ भन्ने पनि मजा आइरहेछ। यहाँ चाहिँ एकदम सुन्दर सुन्दर छ कलरफुल। अब हामी रोपवेमा जाँदैछौँ। सिप लिएर चाहिँ अन्त भा पक्राइ हुँदो रहेछ नि त यहाँ भ्यू हेर्नुहोस् कतिको दामी रहेछ। अहिले चाहिँ यो समयमा चाहिँ ठ्याक्कै तपाईँहरू घुम्न आउँदा चाहिँ एकदमै रमाइलो हुने रहेछ। एकदमै रमाइलो दृश्य छ, एकदमै सुन्दर छ। पहाडहरूदेखि लिएर मुनिसम्म तपाईँको हिउँै हिउँले एकदमै ढाकेको। यहाँ रोपवे छ, अब हामी रोपवे चढ्नेछौँ। रोपवेको लागि टिकट पनि लिइसक्नु भएको छ। म चाहिँ वासरुम आएको थिएँ अहिले। वासरुमहरू चाहिँ यस्तो मुनिपट्टि हेर्नु दृश्य चाहिँ एकदमै दामी रहेछ। यो समयमा चाहिँ तपाईँहरू एकदमै घुम्नु आउनु होला। यो प्राकृतिक सुन्दरतालाई तपाईँहरूको आँखामा कैद गर्न चाहिँ एकदमै नबिर्सिनु होला भन्न चाहन्छु। धेरै राम्रो छ, धेरै सुन्दर छ। त्यही माथि आज दिन एकदमै उग्रिदिएको, अहिलेमा दिनले एकदमै साथ दिएको दिइरहेको छ। धेरै रमाइलो लागेको छ आज एकदम एकदम अचानक अचानकको थियो। एकदमै सुन्दर, एकदमै रमाइलो छ। हावा चाहिँ एकदम एक्सट्रिम चलिरहेछ अहिले, एकदम चिसो हावा हो। लाएर हिँड्नुपर्ने खालको अवस्था छ। सो हामी चाहिँ लाग्यौँ माथि रोपवेपट्टि। रोपवेबाट चाहिँ के कस्तो भ्यूहरू देख्छ, कस्तो हुने रहेछ, कस्तो भ्यू देख्ने छ, रिभ्यू पनि दिनेछौँ हेर्नुलाई हो। लाइनमा बसिरहेको रोपवेमा अब हामी जान बडो दादाजी फाइनली हामी बसिसकेको छ। तपाईँ त पहिला पनि चढ्नु भएको नि दुःखमा पछि बस है होइन म चढेँ तपाईँ चढिसकेको ए म मात्रै बस रहेछु। सो अब हेरौँ आज बसलाई कस्तो रहनेछ। हिँडिसके हाम्रो यात्रा चाहिँ शुभारम्भ भइसकेको छ। रमाइलो लागिरहेछ। अहिले चाहिँ हामी उकालो जाने क्रममा छौँ।
उकालो चाहिँ एकदम स्टिम अफ रहेछ। म तपाईँलाई देखाउँदैछु है त उताको दृश्य। हेर्न सक्नुहुन्छ स्टिम अफ रहेछ। पीछे देखो पीछे देखो पीछे पीछे देखो पीछे अब नीचे देखो अब नीचे देखो। डर लग रहा है आप लोग को? नहीं लग रहा है? अच्छा लग रहा है ना? कहाँ से आप लोग? पंजाब से। पंजाब से। यहाँदेखि हेर्नुभयो चाहिँ एकदमै रमाइलो माछा पकेर यताबाट देखाउँछ है तपाईँहरूलाई। हामी चाहिँ त्यो मुनिबाट हामी चाहिँ आएको अहिले हो। त्यहाँबाट चाहिँ हामी एकदम उकालो चढिरहेको छौँ अहिले। यो माथिबाट देख्ने दृश्यहरू चाहिँ यो हो। लेक चाहिँ यहाँ माथि रहेछ। हेर्नुहोस् माथि बडाइ और ऊपर लेंगे सारा कहाँबाट देखिने भ्यू यस्तो छ। थोड़ा सा वीडियो बनाना। माथिबाट देख्ने भ्यू चाहिँ लाउँदो रहेछ त। यहाँ माथि आएर चाहिँ यस्तो रहेछ। पुग्नुपर्ने रहेछ। अब वीडियो बना। यहाँबाट चाहिँ तपाईँहरूलाई घुम्नु भ्यू देखाउँछ। अलिक ऐना मैना रहेछ। फोटो दिए ना? हाँ फोटो देखो इधर। इतना खुश इतना खुश इतना खुश। बहुत मजा आ रहा है। थैंक यू। यो कतिवटा कुरा क्यामेरामा कैद गरेर नि कैद गर्न नसक्ने टाइपको रमाइलो क्या। एकदमै रमाइलो रहेछ यहाँबाट। जति सक्दो चाहिँ तपाईँहरूलाई म पुऱ्याउने कोसिस गर्दैछु यहाँबाट। हामी एकदमै माथि डाँडामा आइसकेको छौँ। अब डाँडामा आएपछि उताको भ्यू देखिन्छ भन्ने मलाई आशा छ। जति पनि देखिन्छ नत्र चाहिँ यहाँबाट कन्टिन्यू देखिन्छ। देख्नुहुँदैछ होला माथि त यस्तो उखाड्छ जस्तो देख्छ नि। यस्तो रहेछ यहाँबाट। यो चाहिँ सबै उताटिको है दृश्यमा हेर्नु जति सक्ने चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्दैछु। हामी एकदम डाँडामा आइरहेको छौँ। यस्तो रमाइलो यति सुन्दर। तेर्सो आयो त स्पिड बढिहाल्दो रहेछ नि त यसमा नि। हामी चाहिँ एकदम टप पिकमा आइसकेको छ है। हेर्नुहोस् हामीलाई यहाँनिर एकछिन निकाल्छ अरे। निकालेपछि अब यहाँदेखि माथिको भ्यू हेर्नेछौँ। सो अब यहाँदेखि उताको भ्यू देखाउनेछौँ है त तपाईँहरूलाई। कताबाट हो जानु? यहाँबाट चाहिँ आउने रहेछ यताबाट हो। सो हामी चाहिँ आइपुगेको छौँ अहिले एकदमै डाँडामा। ओ माई गड हावा चाहिँ यस्तो डरलाग्दो चल्दो रहेछ। डरलाग्दो हावा। अब यहाँदेखिको उताको भ्यू हेर्नु हुने अरे र तपाईँहरूलाई कस्तो चाहिँ छ। होइन यता त जाउँ पहिला उकालो जाउँ न। आउँदा अहिले हिँड्नु नि उकालो थोपिकन पहिला थो
आएको यो मेल माथि जोर पहिला माथि हेर्नु त पिक कस्तो दामी रहेछ यो पनि मैले खिचिरहेँ अब किन खिचिरहेको एकदमै रमाइलो एकदमै सुन्दर यस्तो रमणीय ठाउँहरू यस्तो रमणीय जग्गाहरू एकदम पछुताउनु होला भन्ने लडेङ्स लडेर चाहिँ सकिँदो रहेछ यो पुरा यस्तरी हिँड्नुपर्ने रहेछ क्या यो त्यहाँबाट खिच्दिनु मलाई जाइए एकदमै सुन्दर यस्तो सुन्दर अब के भन्नु तपाईँहरूलाई बयान गरिसुन अरे छङ्गुले डेन्जर पनि रहेछ हिँड्नुमा अलिक त्यताबाट जाने जग्गा रहेछ अन्त बाबु यहाँनिर चाहिँ पनि एउटा ढोका राख्नु है घम्मै भाँसेर बसेको नि छ त्यही किन सस्तो छ हो सकिँदो रहेछ हामी त जानु हौ लुमा आउनु नि यहाँबाट हेर्नुहोस् दृश्य टप्पै पुगेको अनुभव हुँदो रहेछ सो हामी यो पिकसम्म जाने निर्णय गरेको छौँ सो हामी जाँदैछौँ यात्रा कष्टमय छ कष्टदायक छ यस्तो रमाइलो छ आउनु नि ल यहीँबाट दिन्छु राम्रै आउँछ आउनु नि हुन्छ अब फेरि रुङालाई भिडियो चाहियो नाकबाट सिङ्गा नाको पनि थाहा पाइँदैन रहेछ चिसोले हो यतिको चिसो छ हो
बाटो यता चाहिँ यस्तो भिड हो चिप्लियो भने चाहिँ पड्किने चान्स चाहिँ बहुत कमै रहेछ झर्नु त साह्रो पर्छ होला हौ त्यहाँबाट त सुलसुले खेल्दा नि यता चिपेर बसिगयो अन्त अन्त तल पुगेछ दामी छ नि त्यहाँबाट साँच्ची नै सुन्दर साँच्ची नै रमाइलो सगरमाथाको शिखरमा चढेको जस्तो महसुस हुँदो रहेछ हो अब अरू कुरा त के गर्नु अब माथि माथि हिमाल चढ्ने मान्छेहरूलाई चाहिँ कति चाहिँ कस्तो चाहिँ महसुस हुन्छ होला कस्तो खालको फिल हुन्छ होला भन्ने कुरा चाहिँ आइसकेपछि महसुस हुँदैछ यहाँदेखि ऊपर चढ्ने आँटा आइरहेको छैन माथि दाजु चाहिँ माथि पुग्नु आउँछ डाँडामा त्यहाँदेखि त चाहिँ एकदमै दामी देख्छ अरे तर अन्दाज जाने भइरहेको छैन किन चढ्दाखेरि मुस्किल होला जस्तो भइरहेको मलाई नि गरिदिनु ल सेम बिस्तारै हिँड्दै तर ल्याउनेछु हेर्नुहोस् यता अब एकदम शान्ति मन थामेर छातीमा हात राखेर हेर्नुहोस् कस्तो देखिन्छ यहाँबाट भनेर सो साथीहरू अहिले चाहिँ हामी यो पहाडको सबसे टप जग्गामा आएर बसिरहेका छौँ एकदमै रमाइलो लाग्यो सो अब हामी यहाँबाट जान्छौँ अगाडि चढेर यहाँ आजको यात्रा एकदमै रमाइलो रह्यो ब्लेसिङ रह्यो तपाईँहरू पनि यो मौसममा चाहिँ एकपल्ट यो ठाउँमा अवश्य घुम्नुहोस् नआउँदा यो ठाउँमा अवश्य आउनुहोस् भनेर तपाईँहरूलाई जानकारी दिन चाहन्छु सो अब अरू फर्दर के हुन्छ अगाडि हेर्दै जाउँला है त साथी स्टेडियम सो अब हामी फर्किने क्रममा छौँ फर्किनु चाहिँ अब हाम्रो लागि धेरै नै चुनौतीपूर्ण हुन्छ भन्ने लागिरहेको छ यहाँनिर किनभने
डेलिकेट रहेछ। त्यसो फर्किँदाको चाहिँ म तपाईँहरूलाई भिडियो देखाउँदिनँ, तल पुगिसकेपछि देखाउनेछु। सो साथमा रहनु होला गाइस। ओह्रालो चाहिँ यसरी बामे सरेर झरै हुँदैछ अहिले हो, एकदमै रिस्की छ। यहाँबाट ओह्रालो झरीको भने कहाँ पुग्छ भन्ने कुरा चाहिँ अनुमान लाउन सकिरहेको छैन हो। त्यही लुगा खिच्दैन नि। सबै पस्यो नि हौ जुत्ताभित्र। भाइ यता ओह्रालो पसिगयो भने त कहाँ पुग्छ यो। यही पिकमा पुग्दाखेरि त सगरमाथा चढेको जस्तो हुँदो रहेछ। सगरमाथा चढ्नेलाई कस्तो हुन्छ होला है। त्यही त सबै मेरो भित्र पस्यो नि। छ्या चिसो हुन्छ होला नि। अर्की अरे बाबा एकैछिन ल। सो साथीहरू दुःख गरेर हामी झऱ्यो। एकदमै रमाइलो लाग्यो, सुन्दर लाग्यो। यहाँ यस्तो गाउँ नतिन कस्तो रह्यो? एकदम एक्सपिरियन्स दामी सुन्दर रह्यो। थ्याङ्क यू यता एक्सपिरियन्स भीम दाजुलाई, जसले चाहिँ आज यहाँनिर यस्तो राम्रो ठाउँमा ल्याउनु भयो। यस्तो सुन्दर दृश्यहरू देख्न पाएन। त्योभन्दा पनि यहाँ कठिनाइ चाहिँ मेरो कठिनाइ चाहिँ घोडा हारे घडी छुट्टिएछ। दुःख लाग्दो कुरा चाहिँ त्यो छ। अब अघि हामी चढेको पिक चाहिँ कहाँ थियो भन्दाखेरि यो माथि यो जाँदै गरेको त्यहाँनिर थियो। यहाँनिर जुम गरेर देखाउँछु। यो ठाउँदेखि झर्नु चाहिँ निकै टेन्सन हुँदो रहेछ। चिप्ल्यो भने चाहिँ यता चाहिँ एकदम डेलिकेट ठाउँ क्या। चिप्लेर गयो भने चाहिँ एकदमै अडिने ठाउँै छैन त्यस तल पुग्ने। यताबाट हेऱ्यो नि त्यस्तै छ। त्यसले गर्दा चाहिँ बिचमा चाहिँ अलिकति रिस्की अवस्था लाग्यो। तर रमाइलो भयो, मजा आयो। त्यहाँ गयो बस्यो। सो अब हामी ओह्रालो झर्दैछौँ। हाम्रो केबल कारले पनि छोड्न आँट्यो होला हामीलाई। सो यो ठाउँको विषयमा अलिकति तपाईँले भनिदिनुहोस् न, कस्तो रहेछ के रहेछ? यो सिक्किमको पर्यटन एउटा जग्गा मध्येमा यो एउटा एकदमै जल्ती जसलाई चाहिँ पर्यटकहरूले एकदमै रुचाएको जग्गा छङ्गु अहिले हामी आएका छौँ। अनि यसको सुन्दरता भनेको चाहिँ यहाँको जुन चाहिँ यो माउन्टेन्सहरू अथवा यो हिल्सहरूले जहाँ चाहिँ स्नोहरू ले भरिएको जग्गा। अनि यहाँ चाहिँ एकदमै पर्यटकहरू आफ्नो जुन चाहिँ प्लेजर टाइम छ यसलाई युटिलाइज गर्नको लागि आउँछौँ। अनि यसरी हामी पनि आउनुपर्ने जस्तो लाग्छ। यहाँ तर छङ्गुले बिचमा पर्दाखेरि हामी एकदमै टपमा छौँ। अघि हामी यहाँ माथि पुगेर आएको छौँ। आउनुहोस् सबैजना, कोही टाइम पाएको बेलामा हाम्रो सिक्किमको सौन्दर्यतालाई पनि हामीले झल्काउनु पर्ने हुन्छ। अनि यो नेचर गिफ्टेड ईश्वरले भगवान्ले दिएको यो देन, त्यसले गर्दा यसलाई हामीले कुनै प्रकारको नराम्रो कुराले असर गर्न नदिउँ है। यसमा विभिन्न प्रकारको प्लास्टिक्सहरू ल्याएर विभिन्न प्रकारको नचाहिने कुराहरू ल्याएर चाहिँ हामीले यसमा मैला नगरेर सफा राखौँ। जस्तो यो सफा देखिनेछ त्यही प्रकारको सफा, किनभने हाम्रो सिक्किम क्लिन एन्ड ग्रिन सिक्किम हो। त्यसले गर्दा सम्माननीय मुख्यमन्त्रीले पनि जहिले पनि सिक्किमलाई सफा राख्नुपर्छ भन्ने उहाँको एउटा विचार छ। अनि त्यो विचारले गर्दा पनि हामी लोकलले चाहिँ पर्यटकहरूलाई पनि हामीले जहिले सम्झाउनु पर्ने हुन्छ। उहाँलाई हामीले जहिले पनि मेसेज दिनुपर्ने हुन्छ कि सिक्किम चाहिँ एउटा यस्तो राज्य हो जहाँ चाहिँ हामीले मैला गर्नु हुँदैन। यहाँको
वातावरणलाई हामीले जति सक्दो चाहिँ संरक्षण गरेर यसलाई सफा क्लिन अनि ग्रिन सिक्किम बनाउने लक्ष्य हुनुपर्छ। मजा आयो। राज थामसाङ लिम्बुज्यूको युट्युब च्यानल फेसबुकमा पनि तपाईँहरूले लाइक सब्सक्राइब सेयर गरिदिनु होला। विनम्रतापूर्वक यहाँलाई आग्रह गर्दै यहाँको ब्लगलाई अन्तसम्म हेरिदिने तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु। जय हिन्द। हाम्रो तेमेल नुगाले यहाँको विषयमा विस्तृत रूपमा विश्लेषण जानकारी दिइहाल्नु भयो। यति नै हो कुरा। यहाँनिर यो टाइममा तपाईँहरू आउनुभयो भने चाहिँ तपाईँहरूको यहाँनिर यो टाइममा चाहिँ आउनुभयो भने तपाईँहरूको टाइम चाहिँ व्यर्थै गएको अनुभव चाहिँ पक्का पनि हुन्छ। यति चाहिँ ग्यारेन्टी हो। 100% तपाईँहरूलाई एस्योर गर्दछु। यो हावाले गर्दाखेरि चाहिँ बोल्नुमा प्रब्लम भइरहेको छ कि त्यो रोकिँदो रहेछ। अनि बाटो चाहिँ यता उन्नबाट थिएछ हल्नु बाटो चाहिँ यता एकदमै रमाइलो हुनेछ, एकदमै मजा आउनेछ। अब नेचर चाहिँ अब एकदमै उयो क्या तपाईँहरूले मेरो पछाडिको भाग देख्न सक्नुहुन्छ। अब यो भिडियोमा त अहिले कस्तो आइरहेको छ मलाई थाहा छैन, तर अब नेचुरली तपाईँहरूले आफ्नो खुल्ला आँखाले चाहिँ नेगेट आईले चाहिँ हेर्नुभयो भने नेगेट आईले चाहिँ तपाईँहरूले हेर्नुभयो भने चाहिँ यो यति साह्रो सुन्दर ठाउँ छ, यति साह्रो रमणीय ठाउँ छ। अब यसलाई मौखिक रूपले चाहिँ विश्लेषणै गर्न सकिँदैन। यति साह्रो रमाइलो जग्गा छ। अब मलाई चाहिँ मेरो मनमा यति नै लागिरहेछ। मलाई यहाँ आउँदा यति खुसी हुँदैछ भने चाहिँ मान्छेहरू ठुल्ठुलो पिकहरूतिर चढ्दाखेरि चाहिँ कस्तो खालको महसुस हुन्छ होला भन्ने मनमा लागिरहेको छ। अनि यहाँ आउँदाखेरि चाहिँ एकदम तातो लुगा चाहिँ एकदमै लाउनु पर्ने रहेछ है। वर्ष ग्लोभ्स चाहिँ एकदम नबिर्सी बोकेको राम्रो। अनि ग्लोभ्स एकदमै बोकेको राम्रो। मैले ग्लोभ्स नलाएको थिएँ, एकदमै चिसो भएर एकदमै कठ्याङ्गिरहेको छ हो। सो एकदमै रमाइलो छ यसरी हेर्नु भने। यता एकदम छङ्गुले हाम्रो लेक होली लेक यहाँ मुनिपट्टि देखिँदैछ होइन। सो चारपट्टि हिमालले ढाकेको छ। चारपट्टि हिमाल चाहिँ हिउँले ढाकिरहेको छ। एकदमै रमाइलो साथीहरू आउनुहोस्। तपाईँहरूको टाइम व्यर्थ जाने छैन यहाँ आउँदाखेरि। हामीले जति घुमिसक्यो अब यहाँबाट हामी फर्किनु पनि पर्छ। सो टाइम पनि हुँदैछ। सो तपाईँहरूले जति पनि नयाँ हुनुहुन्छ नयाँहरूले चाहिँ जतिजनाले पनि सब्सक्राइब गरिदिनु भएको छैन हजुर सब्सक्राइब गरिदिनुहोस्। अनि ज्यादा से ज्यादा लाइक गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनुहोस् भनेर भन्न चाहन्छु तपाईँहरूलाई। र फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरू माझ आउने बाचा गर्दै अगाडि के हुनेछ तपाईँहरूलाई देखाउने प्रयास गर्दैछु। भिडियोसँग जोडिरहनु होला भनेर भन्न चाहन्छु। वेदर पनि क्लियर, रमाइलो, घाम लागिरहेको अनि त्यही माथि अब यति साह्रो सुन्दर हिउँले पुरा ढाकिरहेको जग्गा देख्दाखेरि त यति साह्रो शान्ति आएको रहेछ। मनमा भएको पिरहरू हराएर जाँदो रहेछ। एकदमै सुन्दर लाग्यो, एकदमै रमाइलो लाग्यो। तपाईँहरू पनि पिर व्यथाहरूलाई बिर्सेर आउनुहोस् यो जग्गामा, रमाउनुहोस्। एकदमै सुन्दर छ, एकदमै रमाइलो छ। क्यामेरामा जति खिच्दैछु त्यो त क्यामेरामा आउने मात्रै हो, त्योभन्दा आँखाले जति देखिने। पुग्नुभयो माथि? त्यही तरिकाको दृश्यहरू देख्नु क्यामेरामा आउने, क्यामेरामा
रहेछ खुट्टा चाहिँ छोडिदिनु नि भनेको ल वाला के फोन और ले बाहर कुछ कर लो तुम्हें जो उन्होंने जो हो गए वो लोग पहुंच रहे हैं वहां पर तल एउटा वो लोग फोटो खिंचाई ले तो हम लोग खिंचाई ले तो दोनों तरह खिंचते ना भी कम्प्लेक्स साथीहरु यो रहेछ माथिबाट देखाएको चाहिँ रहेछ अब अहिले फर्किँदा निस्किन्छौँ एकदम लाउने गम्बुटहरूदेखि लिएर खानेकुराहरू पनि पाउँछ नि खानेकुराहरू सबै पाउँछ सबै घुम्ने रहेछ हामी छक्कु लेकबाट फर्केर चाहिँ बादी बाटो बिचमा आइरहेको छौँ किन यहाँनिर चाहिँ रोक्यौँ भन्दा चाहिँ यहाँ चाहिँ एउटा सुन्दर ठाउँ रहेछ क्या यहाँनिर यस्तो हेर्नुभयो भने चाहिँ चट्टसँगले राम्रो माने पनि रहेछ माथि डाँडामा हो त यहाँबाट तल हेर्नुभयो भने चाहिँ यहाँदेखि तलको भ्युजहरू पनि देखिन्छ अलिकति एन्टी लाइट परेर नदेख्न सक्छ तर पनि म कोसिस गर्नेछु ल हेर्नुहोस् यहाँबाट त्यस्तो छ हो चट्टसँगले हेरेर लग्यो भने चाहिँ पारी गाउँहरू हल्का देख्दै गरेको